आज चाहिँ एकदम फ्रेस छ आकाश चाहिँ निलो आकाश छ हैन सो हे गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुले फेरि पनि आजको नयाँ भ्लगमा स्वागत छ सो म चाहिँ हैन फेरि पनि आएको छु तपाईहरु सामु नयाँ खालको भ्लग लिएर सो आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन म चाहिँ एकदम सन्चै आरामै छु र आज चाहिँ हैन आजको भ्लग चाहिँ के छ भनेसी सो आज चाहिँ हैन म यता डोर न्हाउन आएको छु हाम्रो चाहिँ यतातिर डोर भन्छन् यसले चाहिँ तपाईले यता सानो झरना पनि छ यो चाहिँ कुलो हो हैन कुलोको पानी हो सही भन्नु भने अब यो पानीले बाहिरी चारेर हैन गहुँहरु छर्न पर्ने हुन्छ त्यसैले हैन यो पानी चाहिँ यसरी यहाँ आइरहेको छ कुलामा हेलो भने एकचोटी चिचार सबैले ल हामी चाहिँ अब न्हाउँछौँ हैन न्हाउने भन्नाले पहिला कपडा धुन पर्ने हुन्छ कपडा चाहिँ मैले यता भिजाएर राखेको छु सो फर्स्ट सुरुमा कपडा धुन्छु त्यसपछि नहाएर फेरि सुन पर्ने हुन्छ आज चाहिँ हैन ल आजको भ्लग चाहिँ अब कस्तो हुन्छ हेर्दै गरौँ हैन सबैजनाले च्यानलमा नहुन्छ भने सब्स्क्राइब गरेर जोडिदिनु होला यति भन्दै आजको भिडियो चाहिँ अब हाम्रो यतादेखि स्टार्ट भइसकेको छ यहाँ बहिनीहरुले चाहिँ आफ्नै पारामा छन् हैन त्यहाँ खुट्टा लहर हिलो खुट्टा लहर नगएछ हिटी कपडा धुने हो कपडा एक बाल्टी छ हैन सो कपडा धुन्छु पहिला फर्स्ट सुरुमा त्यसपछि न्हाउन पर्ला हैन सबैजनाले भिडियो हेर्दै गरौँ ल सो गाइज हैन फाइनली म चाहिँ कपडा सबरा धोएर न्हाइसकेर हैन अहिले चाहिँ घर फर्किँदैछु र अहिले चाहिँ म घर जाँदैछु बाटोतिर हो हैन चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ कपडा भइहाल्यो यो चाहिँ यहाँ बाल्टी हो भर्खर बेला बुढिसकेको छ हैन यति जाडो भएको छ कि कति चिसो हो आजभोलिको पानी हैन त्यही नै हो अहिले चाहिँ म यस्तो हैन घर फर्किँदैछु ज्याकेट पनि धोइसकेको छु मैले अब यहाँ घर गएर कुन ज्याकेट लाउने हैन त्यही नै हो अब घर गएर भेटौँ ल घर गएर अब यिनीहरू कपडाहरू सुक्नु पर्ने हुन्छ घर गएर हैन फाइनली म चाहिँ हैन घर आइसकेको छु र घर आएर हैन कपडा पनि सुकाइसकेको छु सो यता चाहिँ सुकिरहेको छ कपडा टक्क पारामा र हैन रात पनि पर्न लागिसकेको छ हाम्रो गाउँमा चाहिँ र अरु त के भन्नु छ र गाइज हैन भोलि चाहिँ हैन शनिबार छ हैन भोलि फेरि अब हाम्रो यता शुक्रबार र शनिबार फेरि हैन दौरा गर्ने बार हो त्यसैले भोलि चाहिँ अब फेरि बिहानै उठेर जङ्गलतिर हैन दौरा गर्न जानुपर्ने हुन्छ त्यसैले अब चाँडै सुत्नु पर्ने हुन्छ आज चाहिँ हैन फेरि भोलि बिहान नै हैन जङ्गलतिर दौरा गर्न जानुपर्ने हुन्छ त्यही भएर चाँडै उठेर त्यही भएर आज चाहिँ चाँडै सुत्नु पर्ने हुन्छ हैन सो मेरो रुम चाहिँ हैन अस्ति गया भ्लगमा पनि देखाएको थिएँ हेरिसक्नुको छ होला हैन सो यही नै हो मेरो रुम चाहिँ सो घर आएर हैन मैले यो ज्याकेट लगाएको छु टोपी चाहिँ यहाँ छ हैन अहिले चाहिँ म टोपी लगाएको छैन टोपी चाहिँ यही हो हैन भोलि बिहान चाहिँ हैन एकदम जाडो हुन्छ त्यही बेला यो टोपी लाउने छु अहिलेलाई चाहिँ यता छ हैन टोपी चाहिँ यता राखेको छु र यहाँ चाहिँ हैन भान्टाङ भुन्टुङ यस्ता सामान छ यही कोठामा अरु त के देख्नु छ र अब सिधै भोलि बिहान हैन चाँडै उठेर जङ्गलतिर दौरा गर्न जानुपर्ने हुन्छ आजको लागि चाहिँ अहिलेको लागि चाहिँ गुड नाइट भोलि बिहान अब टक्क बारामा भेट्नु पर्छ है हामी चाहिँ सेट The next day. सो अलराइट गाइज हैन आज चाहिँ नेक्स्ट डे हैन र आज चाहिँ हैन आज म यतै डोको बोकेर हैन जङ्गलतिर दौरा गर्न जान लागेको छु उहाँ साथमा हुनुहुन्छ फुबु माथि चाहिँ हैन फुबु र म भएर वनमा हैन दौरा गर्न जान लागेको छौँ वनको नजिक आएको छौँ देख्न सक्नुहुन्छ यस्तो हाम्रो गाउँको वन चाहिँ सो आज चाहिँ हैन शनिबार हैन दौरा गर्ने बार भन्छन् आज चाहिँ शुक्रबार र शनिबार फेरि हाम्रो यता दौरा गर्छौँ हैन
दौरा बनाएर राख्ने गर्छौँ। त्यसैले आज चाहिँ होइन दौरा गर्न जान लागेको वनतिर होइन। सो अब हामी चाहिँ वनको नजिक आएको छौँ होइन। टक्क पारमा देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो जङ्गल भइहाल्यो। बाहिर डाँडाहरू देख्न सक्नुहुन्छ। घाम लाग्दै आएको छ होइन। र ज्याकेट टोपी सहित आएको छु म चाहिँ होइन। एकदम जाडो छ। बिहान र साँझ झन् यस्तो डेन्जर जाडो हुन्छ कि के भन्नु र होइन। यस्तो छ यहाँ सर बाटो छ। यहाँ तलबै चाहिँ सर बाटो होइन। र यता चाहिँ अब हामी सर बाटोले छोडेर यताको बाटो आइसकेको छौँ वनको बाटो होइन। माथि हो वन चाहिँ। त्यही नै अब जङ्गलमा गएर दौरा गर्नु पर्ने हुन्छ। लेट्स गो जङ्गलमा गएर भेटौँ। A few moments later. सो अलराइट गाइज होइन फाइनली हामी चाहिँ वनमा आइसकेको छौँ होइन। टक्क तपाईँले देख्न सक्नुहुन्छ यहाँ जङ्गल चाहिँ दौरासँग लिइसकेको छौँ। अब यिनीहरू दौराहरूलाई चाहिँ मजाले चिर्नु पर्ने हुन्छ। बन्चरो चाहिँ यहाँ छ हतियार हाम्रो होइन। ल त्यही नै हो। अब म चाहिँ यता फटाफटी दौरा चिर्छु। त्यसपछि अब भाइरी साइरी हालेर घर जानुपर्ने हुन्छ। एकजनाको भाइर चाहिँ पुगिसकेको छ होइन। अब एकजनाको भाइरी पुऱ्याउनु छ। यहाँ फुपू हुनुहुन्छ हो त्यहाँको भाइरी हो अब पुऱ्याउने चाहिँ होइन। ल अब म चाहिँ फटाफटी दौरा चिर्छु। एकैछिन होइन दौरा चिरेको भिडियो हेर्नु होइन कस्तो हुन्छ। बन्चर चाहिँ यहाँ छ होइन। अब यहीले ड्याङ दौरा चिर्छु म चाहिँ। खुट्टा नहाल्लास् नि। अब तपाईँहरू बसेर बनाउनु नभए बस्नु सक्छु। कतिको मसिनो राख्नुहुन्छ? धेरै मसिनो होइन त्यस्तै फाका पार भइहाल्छ। यसले 2 खेप गर्नुपर्छ भन्नु भयो भित्र आइन्न। त्यो खुट्टा जोगा छ है। खुट्टा त भइहाल्छ के। हो त्यसलाई फ्याक्कै मात्रै पारेन हुन्छ। बन्छ र अर्को नि बनाउन त्यत्र हालिदिनु हुन्छ। एक वाला त भयो र नि। सिधा भएर चिर्यो नि। ल गाइज होइन फाइनली हाम्रो चाहिँ दौरा चिरेर सकिसक्यो भने चाहिँ होइन ब्याङ बुडुङ फट्याङ फुटुङ होइन। ल त्यही नै हो। अब फेरि यसले दौराको भाइरी हालेर होइन घरतिर लाग्नुपर्ने हुन्छ। सो अब हामीले चाहिँ दौराको भाइरी हाल्छौँ त्यसपछि घरतिर जान्छौँ होइन। मेरो ज्याकेट चाहिँ यहाँ होइन घाम भएर मैले तैँतिर राखेको छु। र यो चाहिँ मेरो दौराको भाइरी मैले चाहिँ अङ्गे नै पुऱ्याइसकेको दौरा चाहिँ होइन। अब फुपूको हल्का पुगेको छैन त्यो भाइरी त्यही भएर अब हल्का चिरिदिएको होइन।
ल त्यही नै हो अब फुपूको भाइ पनि पुगिसक्छ त्यसपछि अब भाइरी साइरी हालेर घर जानुपर्ने हुन्छ एकैछिन भाइरी हालेको भिडियो हेर्नु होइन त्यसपछि जानुपर्ने हुन्छ घरतिर फुपूले चाहिँ मलाई भाइरी हाल्दै हुनुहुन्छ आफ्नो होइन मैले यस्तरी मजा हालेर बसेको छु ओरियाको गोलो छ कि छैन होइन जङ्गलमा हेर्दै बसेको होइन एउटा गोलो छैन छैन के गर्ने होइन ल गाइस होइन फाइनली हामी चाहिँ भारी बोकेर हिँडिसकेको छौँ जङ्गलबाट होइन अहिले चाहिँ हामी घरतर्फ जाँदैछौँ सो मेरो भाइ पनि तपाईँले देख्न सक्नुहुन्छ पारि यार सर बाटो त्यत्न त्यो सर बाटोले भेटाएर बल्ल यहाँबाट घर जाने होइन एकदमै टाढा छौँ हामी चाहिँ जङ्गलको घर गइपुग्नलाई लगभग 1 घन्टा लाग्छ हाम्रो यहाँबाट होइन काँराले यति कोतारेको कि के भन्नु गाइस ल दोक्सु पनि छ यार दोक्सु कहाँ कहाँले दोक्सु बिजा यार फुपू चाहिँ अघि हुनुहुन्छ ल म आइहाल्छु भन्नुहुन्छ फुपूले चाहिँ मान्छे पहिला जस्तो धेरै आउन वनमा चाहिँ होइन दौरा गर्न पहिला यस्तो आउँथ्यो मान्छे कुन ठाउँ गर्ने होला दौरा भन्नुहुन्थ्यो अहिले हो वन एकदम सुनसान छ लगाएछ होइन हामीले चाहिँ यता भारी पार्किङ गरेको छौँ होइन बसालेको छौँ भाइ चाहिँ सो तपाईँले देख्न सक्नुहुन्छ होइन र यो चाहिँ होइन टोका अब धेरै पाट्टिन भनेर टोपी लगाएको यस्तो घाम भएको कि के गर्ने होइन त्यही पनि यो टोपी लाउनु परेको छ टोका पाट्टिन क्या झट्ट यो टोपी लगाइसक्यो होइन र यो चाहिँ मेरो टक्क दौराको भारी भइहाल्यो र हामीले चाहिँ यता बसालेको छौँ होइन ठुला हर्का भन्छ यो ठाउँले चाहिँ होइन चौतारी जस्तै हो सबै मान्छे होइन यहीँ आएर भाइरू बस्छन् धौ भयो भने होइन र अब हामी केही समयपछि सरबाटोमा आइपुग्छौँ होइन हिती मुन्तेर सरबाटो चाहिँ यहाँ चाहिँ आँपका बुट्टाहरू एउटा यो ठाउँमा 2टा वहाँ पारि 3वटा आँपको बुट्टा छ होइन यो चाहिँ अलिक बुढो भएछ होइन सुक्न लागेको छ यो आँप चाहिँ ल भाइहरू चाहिँ यही हो उताको फुपूको भारी हो यो चाहिँ मेरो भारी हो यो भाइ चाहिँ मेरो होइन ल्याचको अब फेरि हामी जान्छौँ होइन ल गाइस फाइनली हामी चाहिँ यता सरबाटोमा आइसकेको छौँ होइन अब चाहिँ बाटो एकदमै सहिलो छ सो फाइनली आइपुग्यो होइन आउन माथि वनबाटो देखेको सरबाटो चाहिँ वहाँ माथिको उता पारितिर घामै अझै लागेन उता रिपातिरको भागमा अझै घाम लागेको छैन होइन यता भने घाम लागिसकेको छ अँधेरो पार्लो फुटको भाग त ल भारीले पनि एकदम जिताएको छ मजा होइन त्यसैले धेरै भिडियो चाहिँ नखिचौँ अब सरबाट बाट हामी चाहिँ घर जानुपर्ने हुन्छ अब चाहिँ बाटो एकदम सही छ होइन बाँकी भिडियो चाहिँ घर गएर बनाउँछु सो अहिलेको लागि चाहिँ हामी बाटोमा जाँदैछौँ घरतिर त्यही नै हो घर गएर बनाउँछु ल सो अलराइट गाइस होइन फाइनली घर पनि आइसकेको छु म चाहिँ होइन भर्खर भेरी बसेर यता आफ्नो रुमतर्फ आएको होइन र यो चाहिँ मेरो हो रुम ट्याक्क पारमा यस्तो छ रुमभित्र चाहिँ नजाऊँ यहाँ ल क्यामेराम्यान बन त ल यहाँ चाहिँ होइन तल उता देखान यहाँ भुइँमा आज चाहिँ यता मास ठटाउनु हुन्छ होइन त्यसैले अब यहाँ मासको धुलो चाहिँ होइन फेरि यता कब्रामा जान्छ त्यसैले होइन यिनीहरू कब्राहरू चाहिँ खाली गराउनु पर्ने हुन्छ सो यो कब्रालाई चाहिँ उता के भन्छ माइलो वा घरको छतलहरू सुकाउनु पर्ने हुन्छ होइन सो त्यही नै हुन्छ म पारि
मैले घर चाहिँ त्यहाँ हो टक्कबारमा अब तै लगेर सुकाउनु पर्ने हुन्छ कपडा चाहिँ छतमा लगेर त्यही भएर यिनी कपडा चाहिँ होइन लग्न लगाएको चोटोबारमा गाइस हो यस्तो छ चिसै खाएर हिजो धोयो कपडा होइन ल अब उता माइलोबा घर गएर होइन सुकाउनु पर्ने हुन्छ यिनी कपडाहरू चाहिँ दुईवटा अङ्कल हुनुहुन्छ फेरि मेरो फेरि होइन एउटा कान्छो अङ्कल एउटा फेरि माइलो अङ्कल सो यो चाहिँ मेरो रुम भइहाल्यो अहिले चाहिँ हामी यता यहीँ कान्छो अङ्कलको आधी घरमा बस्छौँ आधीमा होइन र म चाहिँ यहाँ छु अब म चाहिँ वहाँपरि माइलो अङ्कल घरको छतमा लगेर सुकाउने कपडाहरू चाहिँ मैले पर्मिसन मागिसकेको छु अघि नै होइन लगाए चाहिँ होइन फाइनली म चाहिँ यता आइसकेको छु माइलो बाको घर होइन सो अहिले चाहिँ म यता छतमा छु र यहाँ कपडा सुकाएर पनि सकिसक्यो होइन यसरी सुकाएको छु कपडा चाहिँ चट्टो पारामा यही ल अहिले साँझसम्म चाहिँ होइन सुकिभ्याउँछ र आजको भिडियो चाहिँ म अब यतै माइलो बाको छतमा अफ गर्छु होइन इन गर्छु भनेको होइन म बाहिरको घर चाहिँ हाम्रो अघि न उतै कौसीमा सुकाएको थियो होइन उता फेरि अब मास ठटाउन लगाएको है त्यही भएर यहाँ ल्याएर सुकाएको यहाँबाट चाहिँ पुरै भ्यू हेर्न सक्नुहुन्छ तपाईँले यताको होइन चट्टो पारामा यस्तो हो हाम्रो गाउँ चाहिँ यहाँ माथिपट्टि नि छ होइन घरहरू माथितिर टक्क आज चाहिँ एकदम फ्रेस छ आकाश चाहिँ निलो आकाश छ होइन सो यति भन्दै आजको भिडियोबाट चाहिँ म छुट्टिन चाहन्छु होइन र अर्को नयाँ भ्लगमा भेट्न पर्ने हुन्छ हामी अलि छिट्टै सो तपाईँहरू चाहिँ मेरो युट्युब च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर जोडिदिनु होला लाइक सब्सक्राइब गर्नुभएको छैन भने होइन लाइक सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु नेक्स्ट भिडियोमा भेटौँला अहिलेको लागि चाहिँ बाई बाई त्यही नै हो आफ्नो सुरु केयर गर्दै गर्नु होला नेक्स्ट भिडियोमा भेटौँला सब्सक्राइब गरिदिनु होला गाइज सबैजनाले त्यही नै हो बाई बाई